हेलो एभ्रिवान हाई हेलो एन्ड नमस्कार सबैजनालाई। आज म बस्ने ठाउँ कोबाई स्क्वायर म हजुरहरूलाई देखाउँदैछु। कस्तो रहेको छ यहाँको सुन्दरता कस्तो छ र यहाँको मौसम यहाँको हरियाली वातावरण कस्तो रहेको छ म आज हजुरहरूलाई सबै देखाउँछु ल। मेरो कोबाई स्क्वायर पोता दमनसरा सेलेङ्गरमा रहेको कोबाई स्क्वायर है। यो चाहिँ हाम्रो अगाडिको कोबाइस्वर अगाडिको यो चाहिँ गार्डन अहिले चाहिँ सरसफाइ गरेर सबै गार्डनहरू हटाएको छ। यो चाहिँ कोबाई स्क्वायर भित्र जाने बाटो हो। यो चाहिँ हाम्रो कोबाई स्क्वायर अगाडि पर्ने थम्सम हस्पिटल हो, ठुलो हस्पिटल छ। तासिक कोबा यो चाहिँ गार्डन परेको छ हाम्रो नजिकै कोबाई स्क्वायरको साइडमा पर्ने गार्डन। म चाहिँ गार्डनभित्र गइरहेको छु, पार्कभित्र। भित्र पार्कमा साथीभाइ सङ्गिनी सबैसँग मिलेर बस्ने मिठा कुरा गर्ने ठाउँ रहेको छ। बस्नलाई व्यवस्था पनि रहेको छ, सुन्दरताले भरिएको ठाउँ पनि हो। र साथीहरू अगाडि हुनुहुन्थ्यो, बस्दै कुराकानी गर्दै हुनुहुन्थ्यो। म अब अगाडि गएर हजुरहरूलाई सानो एउटा मिठो रहरलाग्दो फुल देखाउँदैछु। यो चाहिँ म बिहान मर्निङ वाक गर्ने ठाउँ रहेको छ। वाउ, खोलाको साउन्ड कति, पानीको साउन्ड कति मिठो। हरियाली वाह। वाउ, कस्तो राम्रो देखेको है। आज म हजुरहरूलाई सबै देखाउँछु। पछाडिपट्टि रहेको छ यो चाहिँ कोबाई स्क्वायरको एउटा दाइ यहाँ माछा मार्दै हुनुहुन्थ्यो। मैले सानो क्लिप लिन्छु भनेर मैले सोधेर क्लिप पनि लिएको छु। यहाँ त माछा पनि हामीले वहाँ जाल हानेको जस्तै यहाँ बल्छीमा लगाएर हान्दो रहेछ। वाउ, माछा। वाह, यो चाहिँ हाम्रो कोबाई स्क्वायरको पछाडि रहेको छ। वाउ, कति मिठो हावा चलिरहेको छ, सर बतास जसरी। अगाडिपट्टि बस्नलाई साथीसँग कुराकानी गर्नलाई बस्नलाई सानो भवन बनाएको छ। मिठा कुराकानी गर्नलाई बसेर। वाउ, कस्तो राम्रो हरियाली देखिएको छ। म हजुरहरूलाई अब यो बिचमा लिएर जान्छु। वाउ, साथीहरू फुटबल खेल्दै थिए। फुटबल खेल्नलाई, भलिबल खेल्नलाई, जगिङ गर्नलाई एकदम राम्रो ठाउँ। घुम्नको लागि, मन शान्त बनाउनको लागि एकदम राम्रो छ।
वाउ कस्तो राम्रो भ्यू देखेको। जस्तो भिडियोमा देखेको छ अझ त्योभन्दा अझै राम्रो छ हाम्रो कोबा स्क्वायर। पछाडि अगाडि जताततै सुन्दरताले र हरियालीले भरिपूर्ण भएको छ। वाउ साथीहरू आएर बसेर गफ कुराकानी गर्नलाई कस्तो रमाइलो ठाउँ छ। तर म हल्का छिटो गएको थिएँ त्यसैले घाम पनि थियो हल्का फुल्का। भिडियोको साइनिङ राम्रो थियो त्यसैले म हल्का घाममै दुःख गरेर हजुरहरूलाई भिडियो हजुरहरूको मौजमा पुऱ्याएको छु। पारिपट्टि दाइहरू भलिबल खेल्दै हुनुहुन्थ्यो। मैले वारिपट्टिबाट क्लिप थोरै सानो लिएको छु। यो चाहिँ हाम्रो कोबा स्क्वायरको पछाडिपट्टि चाहिँ हो यो ठाउँ। अगाडिपट्टि दाइहरू भलिबल खेल्दै हुनुहुन्छ। भलिबल फुटबल जगिङ गर्नको लागि एकदम राम्रो रमाइलो, घुम्नको लागि मन शान्त बनाउनको लागि एकदम ब्युटिफुल ठाउँ छ। दाइहरू अगाडि खाजा खाँदै हुनुहुन्थ्यो। मैले सानो जुम गरेर हो कि उहाँहरूलाई देखाउन पाएँ। वाउ कोबा स्क्वायर। वाउ कोबा स्क्वायरको साइडमा एउटा सानो रमाइलो राम्रो सुन्दर पुल रहेको छ। र कपल चेयर पनि राखिदिएको छ साइडमा। वाउ कति मिठो सुन्दर पानीको बहाव र पानीको सुन्दरता साउन्ड। अर्को पनि रहेको छ कपल चेयर।